जय प्रेम। आज हजुरहरू माझमा हेभेनली निर्वाणा पाठको सन्दर्भमा यो सन्दर्भ प्रस्तुत गर्दैछु, स्वीकार गर्नुहोस्। हेभेनली निर्वाणा पाठको विषयमा थोरै यहाँ चर्चा गरिएको छ। हेभेनली निर्वाणा पाठ विभिन्न धर्म, दर्शन, संस्कार, ज्ञान र विचारधाराहरूले विभाजित मानिसहरूलाई एकताको सूत्रमा उनेर विश्वमा समानता, भातृत्व र शान्ति स्थापना गर्ने उद्देश्यले नेपालमा सुरु गरिएको हेभेनली निर्वाणा पाठका सूत्रधार परम गुरु हजुर मास्टर ग्रयाञ्जल स्वामी बालतपस्वी सद्गुरु हुनुहुन्छ। आफ्नो छुट्टै दर्शन, संस्कार, विधि भएकोले धर्म जस्तो लागे पनि यो कुनै धर्म होइन, केवल स्वर्ग जाने हामी सबैको साझा मार्ग हो। जुन कुरा यसको नामबाटै प्रष्ट हुन्छ, आध्यात्मप्रति प्रशस्त झुकाव राख्दै पनि यो विशुद्ध आध्यात्मिक संस्था पनि होइन। यसले सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा पनि यथेष्ट चासो देखाउँछ, तर यो कुनै सरकारी वा गैर सरकारी सङ्घ संस्था पनि होइन। केही दुर्भेद लाग्ने पृथक आयाम बोकेको हेभेनली निर्वाणा पाठ वास्तवमा आजको जटिल युगको जटिल आवश्यकता पूरा गर्ने सरल मार्ग हो। हेभेनली निर्वाणा पाठ विश्वका सम्पूर्ण दर्शनहरूको सार हुनाले यो सबै मानिसहरूको साझा मार्ग हो। यसभित्र धार्मिक र आध्यात्मिक दर्शनको समीकरण मात्रै छैन, भौतिक दर्शनलाई पनि उचित ठाउँ दिएको छ। एक पक्षीय दर्शनले मानिसहरूलाई एकीकृत गराउन नसक्ने हुनाले हेभेनली निर्वाणा पाठ सर्वोत्तम मार्गका रूपमा अगाडि आएको छ। एउटै ईश्वरलाई ब्रह्माण्डको सृष्टिकर्ता मान्नु र परम प्रधान, परम ईश्वर अथवा परम प्रभुको रूपमा पूजा आराधना गर्नु हेभेनली निर्वाणा पाठ अथवा प्रेमवाद दर्शनको विशेषता हो। मूर्ति पूजा, प्राकृतिक थोकहरू जस्तै नदी, नाला, खोला, सूर्य, चन्द्र, तारा आदिको पूजा जस्ता कार्यहरूलाई यस दर्शनले भ्रम मात्र ठान्दछ। हेभेनली निर्वाणा पाठ प्रेमवाद दर्शनको स्रोत पवित्र ग्रन्थ निश्चय हो। स्वर्गीय हेभेनली निर्वाणा पाठका यात्रीहरूले प्रचलनमा ल्याएका संस्कारहरू पनि निश्चयद्वारा नै निर्दिष्ट छन् र ती तर्कसङ्गत एवं सत्यगामी छन्। यसबाट मानिसहरूले आस्था र विश्वास प्रत्यक्ष रूपमा ईश्वरमाथि पर्ने निश्चित छ। जटिल दर्शनको भुमरीमा हुत्ताएर मानिसहरूलाई अलमलमा राख्नुभन्दा सरल रूपमा ईश्वरको परिचय जटिल दर्शनको भुमरीमा हुत्ताएर मानिसहरूलाई अलमलमा राख्नुभन्दा सरल रूपमा ईश्वरको परिचय गराउनु हेभेनली निर्वाणा पाठ प्रेमवादका दर्शन मान्नेहरूको लागि विशिष्टता हो। यसभित्र अनावश्यक कर्मकाण्ड र गलत संस्कारहरूलाई स्थान दिएको छैन, बरु समाजलाई फल्न फुल्न सहयोग गर्ने उद्दण्ड किसिमका दर्शनहरूलाई ग्राह्यता दिएको छ। हेभेनली निर्वाणा पाठले जुन दर्शनलाई आत्मसात गरेको छ, जे जस्ता संस्कारहरूलाई अङ्गीकार गरेको छ, तिनले व्यक्ति एवं समाजको चेतनालाई उदार, विस्तृत र युग सापेक्ष तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। हेभेनली निर्वाणा पाठ सबै किसिमका विभेदहरूको विरुद्धमा छ। जात, जाति, वर्ग, लिङ्ग, सम्प्रदाय, धर्म, संस्कार, विचारद्वारा आदि आचारमा विश्वका मानिसहरू विभाजित भएकै कारण विश्वमा द्वन्द्व, हिंसा,
विशृङ्खलता बढ्दो छ। यो स्थितिको अन्त्यका लागि उपायहरू पनि खोजिएका होइनन्, तर जे जस्ता उपायहरू अपनाएका ती व्यक्तिमा अपूर्ण साबित भए। कतिपय उपायहरू त आफै विभेदको कारण समेत बन्न पुगेको छ। यही पक्षलाई दृष्टिगत गरी स्वर्गिक दर्शन अथवा हेभेन्ली निर्वाणवाद प्रेमवादको रूपमा एउटा सर्वसम्मत तथा युगानुकूल दर्शनलाई अघि सारेको छ। यस दर्शनले विद्यमान सबै खाले विभेद, वैरभाव र तनावको समूल अन्त्य प्रेमबाटै हुन सक्छ भन्ने मान्यता राख्छ। मानव हितकारी युगानुकूल दर्शनलाई अघि सारेको कारण हेभेन्ली निर्वाणवादले हाल विभिन्न देशमा यथोचित विस्तार पाइसकेको छ। नेपाल, भारत, हङकङमा त यो विधिवत रूपमा दर्ता समेत भइसकेको छ भने अन्य देशहरूमा पनि चाँडै दर्ता हुने क्रममा छ। दर्शनलाई व्यवस्थित रूपमा प्रचार प्रसार गर्ने उद्देश्यले हेभेन्ली निर्वाणवादका विभिन्न भातृ सङ्गठनहरू खडा भएका छन्। यसरी खडा भएका सङ्घ सङ्गठनहरू हेभेन्ली निर्वाणवादको उद्देश्य र दर्शन अनुरूप आआफ्नो क्षेत्रमा क्रियाशील छन्। विश्व शान्तिको स्थापना गर्ने र मृत्युपछि मुक्ति प्राप्त गर्ने साझा लक्ष्यका साथ क्रियाशील हेभेन्ली निर्वाणवादका सबै सङ्घ सङ्गठनहरूले परम गुरु हजुरको प्रेमपूर्ण अभिभावकत्व र निर्देशन पाएका छन्। यस हेभेन्ली निर्वाणवादका यात्रा गर्ने सबै यात्रीहरू परम गुरु हजुरकै सदिच्छा अनुसार हृदयमा इमान्दारी, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारीका साथ आआफ्ना कार्यक्षेत्रमा खटिएका छन्। यसरी हेभेन्ली निर्वाणवादले आफूलाई सबै प्रकारका विचार, दर्शन, सम्प्रदायलाई अटाउन सक्ने मार्गको रूपमा, सर्वधर्मको रूपमा उभाएको छ। वास्तवमा यो सम्पूर्ण दार्शनिक एवं वैचारिक मार्गहरू मिसिने फराकिलो राजमार्ग हो। यस मार्गबाट यात्रा गर्ने हरेक व्यक्तिले आफ्नो लक्ष्यसम्म पुग्न समर्थ हुन्छ। यहाँ आइपुगेपछि सबै प्रकारका बिझाग रेखाहरू मेटिन्छन्। एक अर्थमा यो स्वयंमा समाधानको बाटो हो, किनभने यो बाटोहरूको बाटो हो। यसले आत्मसात गरेको दर्शनहरूको सार हुनाले हेभेन्ली निर्वाणवादलाई कुनै पनि किसिमको तर्क आधारमा गलत साबित गर्न सकिन्न।